यो चाहिँ निर्माणाधीन लाङटाङ हाइड्रो पावरको ड्याम साइट 20 मेगावाट क्यापासिटीको। हामी अब यहाँसम्म चाहिँ गाडीको बाटो रहेछ, तर हामी हिँडेर आयौँ स्याफ्रुबेसीबाट। यहाँबाट चाहिँ रियल ट्रेक सुरु भयो। अब यहाँबाट चाहिँ अब गाडी जाँदैन, गाडीको बाटो पनि छैन। अब यो बाटो हुँदै हुँदै यो हिमालदेखिको एरियातिर जान्छ। घोडा तबेला भन्ने ठाउँ, यहाँ याकहरू चलिरहेछन्। यो चाहिँ क्यान्जिन गुम्बा, तर भ्याली देखिन्छ, माउन्टेन यहाँ। अनि यहाँ चाहिँ माथि चाहिँ ग्लेसियर लेक छ। अब हामी जाँदैछौँ लाङटाङ माउन्टेन र यो ग्लेसियर चाहिँ ग्लेसियर लेक। इट्स अ बिग लेक, फ्रोजन, अहिले जमेको छ पुरै। आज हामी मार्च 3, 2025 हामी यो चाहिँ लाङटाङको ग्लेसियर लेक, एउटा ग्लेसियर लेक छ, त्यसमा आएको छ। यो फ्रोजन छ, पुरै फ्रोजन छ, तर अलिकति हामी हिँड्नलाई चाहिँ अलि रिस्की होला जस्तो लागेर अगाडि गएनौँ। तर ठुलो लेक छ यो लाङटाङबाट आएको, लाङटाङ माउन्टेनबाट ग्लेसियरबाट आएको ठुलो लेक। अनि यो तल गइरहेको छ, यो चाहिँ माथि फ्रोजन छ, फ्रिज छ, तर तलबाट चाहिँ यो पानी बगिरहेछ। तल राम्रो एउटा हाइड्रो पावर छ, यो एरियाको लागि बत्ती जेनेरेट गरेको छ। हामी आज अभिनव र म, वी आर फादर एन्ड सन, मिन्स यहाँ चाहिँ हामी घुम्न आएको थियौँ। एकदमै रमाइलो भइरहेको छ, धेरै धेरै राम्रो एक्सपिरियन्स हामीले गेन गरिरहेको छौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। माउन्टेन गोटहरू देखिन्छ यहाँ प्रशस्तै। यिनीहरू चाहिँ यहाँ चलिरहेको देखिन्छ, लगभग कलर उस्तै छ ल्यान्डस्केपसँग देखिन्छ। यो देखिएको पहाड चाहिँ लाङटाङ हो भने यसरी माउन्टेन गोट देखिन्छ। हामी चाहिँ अहिले चाहिँ यो तलबाट यो जुन देखिएको सानो बस्ती छ लाङटाङ कान्जी भ्याली, त्यहाँबाट आएको हौँ। हामी जाने फर्किने बाटो चाहिँ यो हो। अब यता सबै हिमालहरू देखिन्छ। क्यान्जी लोवर पिकको मा छौँ, 4400 मिटरमा। यो चाहिँ लाङटाङ हिमाल, यो ग्लेसियरहरू देखिन्छ यहाँ, ग्लेसियर। अब हामी यहाँबाट यो बाटो हुँदै यो रिज हुँदै त्यो माथि देखिएको खैरो थुम्कामा जान्छौँ, त्यो पहाडको ठ्याक्कै हिमालको छेउमा। Welcome
Upper Kansan 3, 4,700 meters. We made it! Woo!